वेलकम ब्याक टु माई न्यू भिडियो गाइज। आज चाहिँ हामी जानेवाला छौँ फिल्म हेर्न, मुभी हेर्न। अनि हाम्रो मार्केटमा सानो मोटो काम पनि हो, फिल्म हेरेर मार्केटतिर जान्छौँ होइन। सो अहिले चाहिँ मेरो साथी आइसकेको छ, सो चेकआउट होइन। अब यसले चाहिँ हामीले देखाउँछ हामीले चाहिँ कुन फिल्म हेरेको भने। विशाल देखा त ल फिल्म देखा त हेरिहालौँ ल गाइजहरू, तपाईँहरूलाई देखाउँछ। हामीले टिकट पनि लिइसकेछौँ आज। कति रे, कतिको छ अरे टिकट? 200 रुपियाँको। आज चाहिँ टिकट 200 रुपियाँको छ गाइजहरू होइन। सो आज हामी जान्छौँ, घुम्छौँ, फिर्छौँ। अनि टक्क यो गैँडाकोटबाट आएको कि धेरै टाढोबाट आएको। सो म यसलाई पनि रेस्पेक्ट गरेको छु होइन। जस काम पर्दा जे गर्दा चाहिन्छ चाहिन त होइन, जे भए पनि। सो ग्याङ अब हामी जान्छौँ, निस्केको म घरबाट। अनि त्यही हो ल विशाल बाई गर्दै अब हामी फिल्म हेर्न जान्छौँ ल। हामी निस्क्यौँ गाइजहरू। हो मैले घरको भ्यू नि देखाइदिइहालेँ है। यही हो लुक्सहरू चाहिँ। यतातिर अस्ति पानी परेर पुरै भयो थियो। अब हामी चाहिँ स्कुटी लिएर निस्किन लाग्यौँ अब हाम्रो गन्तव्यतिर है। हामी अब जान्छौँ, फिल्म सिल्म हेर्छौँ, घुम्छौँ, फिर्छौँ आज चाहिँ। अनि त्यही हो गाइस। गाइजहरू हामी चाहिँ अहिले हाइवेमा आइसक्यौँ चितवनको। मेरो पछाडि चाहिँ अति टिप्पा प्यालेस देख्न सक्नुहुन्छ टक्क है। यही रुट हो हाम्रो घर जाने बाटो चाहिँ, टक्क यो भित्रबाट हो है। आज मैले देखाइदिइहालेँ। अनि त्यसपछि यहाँबाट चाहिँ हाम्रो हाइवे हो कि मेन हाइवे सुरु भयो। बिच बाटोमा किन नबोलेको भन्दाखेरि हिँड्दाखेरि गाडीको आवाज आयो कि यो स्कुटीको, त्यही भएर हामीले भिडियो मैले राम्रोसँग बनाएन। सो माया छ सबलाई। अब हामी निस्किन लागेको। यो चाहिँ क्यान्सर हस्पिटलको साइड यो देख्न सक्नुहुन्छ नि। रोड चाहिँ टक्क पछाडिबाटै निस्किन्छ क्या हाइवे। ल विशाल जा। आउने बाटोहरू त सबै त्यही सेम सुरु हो। आवाज त फेरि राम्रो सुनाइदिँदैन के है। ल हेर्नु न फोकस। अनि गाइजहरू मैले चाहिँ ट्रायल सिक्ने भनेको म देखाउँछु तपाईँहरूलाई। टक्क गाइज मैले चाहिँ होइन ट्रायल सिक्ने ठाउँ, ड्राइभिङ सिक्ने ठाउँ चाहिँ यो हो। म लोकेसन देखाएँ तपाईँलाई। यो चाहिँ क्यान्सर हस्पिटलको ठिक्क पछाडिपट्टि साइडमा है। ल हेर्नु ल, चेकआउट ग्याङ माथि पोस्टर हेर्नु है राम्रोसँग। म यहीँ हो कि सिक्ने भनेको, यही भागमा हो। सो अब चाहिँ म 1 हप्ताभित्र आउँछु होला ड्राइभिङ सिक्नको लागि ग्याङ। त्यही छ ल। अब हामी राखिदियो मैले पछाडि क्यान्सर हस्पिटलको पछाडि गयो रोड गाइजहरू। गाइज यो चाहिँ 24 कोटी भरतपुर हो है। यो चाहिँ एयरपोर्ट हो, यहाँको डोमेस्टिककै नर्मल एयरपोर्ट हो। यो माथिको चाहिँ देखाएको भाग चाहिँ अहिले चाहिँ जङ्गल जस्तो भएर देखिएन। यो चाहिँ भरतपुरको एरिया हो, जुन चाहिँ चितवनबाट जाने हाम्रो घरतिर वरपर जाने बसहरू, म्याजिकहरू यहीँबाट पाइन्छ है। बस र म्याजिकहरू यहीँबाट पाइन्छ गाइजहरू, चितवन हाम्रो घर जाने है। गाइज यहाँबाट चाहिँ हाम्रो नारायणघाट बजार सुरु भयो है। अब चितवनको नारायणघाट बजार यहाँबाट सुरु भयो। अब ल हेर यो गाडीले हेर के गरेको, यो गाडीले ग्याङ के गरेको। यो त भएन नि त, भएन। बिच बाटोमा छैन हाम्रो होइन, बिच बाटोमा रोकिदियो कि के भयो कि ग्याङ। मतलब रुल्स रेगुलेसन पालना गरौँ है गाइजहरू। भएन, रुल्स र रेगुलेसन फलो गर्न पऱ्यो सबैले गाइज। भएन यो के हो यार बाटो। मान्छे जता पाइ त्यतै हिँड्दैन यार। रुल्स रेगुलेसन पालना गरौँ है ग्याङहरू चितवनको एभ्रिवान। गाइज क्युएफएक्स इन्ट्री भयो है गाइज। हाम्रो चाहिँ अब ठुलो हल टक्क। यो चाहिँ ठुलो बनाउनु लागेको रहेछ, नयाँ बनाउनु लागेको रहेछ पुरै। हेर्नु न अहिले चाहिँ फिल्म हल अझै लामो बनाउनु लागेको छ, नपुगेर हो कि मान्छे। गाइज हामी क्युएफएक्सभित्र आइसक्यौँ फिल्म हलभित्र। अनि पार्किङ गरेको पैसा हामीले दिनुपर्छ नि, त्यहाँभित्र राखेको स्कुटी पार्किङ टक्क है। ठुलै छ पार्किङ एरिया पनि, लट्स अफ। टक्कै यहाँ हेर्नु न, प्रेस गर्ने बित्तिकै पानी फाल्छ हेर्नु है। ह्यान्ड पम्पिङ जस्तो हो सेम हेर्नु है, नन स्टप के।
सेन्सर छ कि हेर्नु है, आफै बन्द हुन्छ यो, देख्नु भने चेकआउट ग्याङ हेर्नु न, ऐना है, ऐना खतरा देखिन्छ न त, ह्यान्डसम देखिन्छ है। अनि यो चाहिँ सेन्सरवाला हो क्या, टक्कै हात राख्यो नि यसरी आउँछ, देख्नु भयो नि। यो चाहिँ टक्क यसले चाहिँ हामीलाई हावा इयर दिन्छ कि, हातमा पानी लाग्यो सबै सफा गर्छ कि डिसमा है। माथि नै इयर लेख्छ नि त है, ल हेर्नु सेन्सरले थाहा पाउँछ क्या, राम्रोसँग है। माथिसँग यो उसको त्यो उसको लागि थप्नेवाला नि त, रिफिल होइन है त्यो रिफिल। अलिकति टाइम लाग्ने रहेछ, तातो गर्नु पर्छ नि त। फिल्म सुरु भइसक्यो होला, कति 12-17 भयो त। कोल्ड कफी लाग्ने पानीको दुईवटा बोतल छ। यहाँ माथि राख्ने, यहाँ माथि राख्दै थियो के हुन्न, त राख्दै के हुनु, त्यही माथि राख्दै। अनि पानी छ, म चाहिँ त्यो लिएर आउँछु। अनि यो टिस्यु पनि मसँग त्यस्तो छ। हेर्नु ल हाम्रो माथि यफ कति यफ 11 र 12 है, यफको। हाम्रो विशालले चाहिँ हाम्रो कहाँ राख्यो त्यो चाहिँ थाहा छैन है, हामी हेर्दैछौँ। हाम्रो फिल्म सुरु भएछ जस्तो छ यार। We are on the way guys। भित्र देखाउन मिल्दैन गाइजहरू, हामीले मोबाइल अफ गऱ्यौँ है। फिल्मको नाम भन्दा पहिला के थाहा छैन। धमाल 4 है फिल्मको नाम। हामीले अब क्यामेरा अफ गरिदियौँ गाइज, भित्र देखाउन अलाउ छैन। चलो खाली छ है यफको 11 टु व्हिलर न। अब त्यो म ट्राई गर्दैछु है। एक्लै दबा हेर्नु न, मलाई छोडेर हेर्नु त, एक्लै दबाइराखेन गाइजहरू। फिल्म चाहिँ अब सुरु हुन लाग्यो, अब हामी फिल्म हेर्छौँ है। पढेर के गर्छस्? म बे गर्दिनँ। आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ छोरी। बिहार छोड़ी मैंने दुनिया सारी, पागल कर गई तेरी मोरनी सी चाल। हामी चाहिँ अब ब्रेक टाइम भयो, हामी चेन्ज गर्न जानु लाग्यो कि, अब पकन सक्यो नि त, अब यसलाई थप्छौँ हामीले। सक्यो क्या लाग्यो है, फिल्म सक्यो क्या। जे होस् गाइजहरू, फिल्महरू चाहिँ बवाल रहेछ कि होइन। धमाल 4, अब धमाल 5 पनि छिटो नै आउँछ, राम्रो लाग्यो मलाई त है। सो हामी चाहिँ अब वासरुम जानु लाग्यो। यसको QFX पछाडिको चाहिँ हामीले भित्रको वासरुममा चाहिँ फिल्म सकेपछि इन्ट्री नदिने रहेछ, त्यही भएर हामी बाहिर गएको। सो अब हामी भाटबाटै नि जाने सोच बनाएको थियौँ, जान्छौँ जाँदैन थाहा छैन। सो हेरौँ है त, जाऊँ मेला हेरौँ न गाइस। टक्क अब मोमो खान लाग्यो हामीले है, टक्क। अनि त्यसपछि घरतिर निस्किन पर्छ आजको लागि, यही हो हामीसँग कोक छ टक्क है। टेस्ट कस्तो हो है? मैले त खाएको छैन, कस्तो मिठो just ल बन्द फर्स्ट बाइट खाएँ ल।